दर्शक श्रोताहरू, भुन्टी र भूपेन्द्रको सम्बन्धमा खटपट भइरहेका बेला सुकुमायाको आगमनले कथामा नयाँ मोड ल्याउने विश्वास हामी सबैमा छाएको छ। भुन्टीले परिवारका लागि हदसम्म प्रयास गरिरहेकी छिन्, तर परिवारले उनलाई सधैँ हेपिरहेको छ। उनको सङ्घर्ष र सहनशीलताको बारेमा भूपेन्द्र र उनको परिवारले बुझ्दैनन्। उनीहरू भुन्टीलाई नै दोषी देख्छन्। भूपेन्द्रले आफ्नी श्रीमतीको बानी बेहोरा थाहा पाउनुपर्नेमा आफ्नी आमा, भाइ र बहिनीको कुरा सुनेर भुन्टीलाई भुल्न खोजिरहेका छन्। कहिले भुन्टी बिना बाँच्न नसक्ने भूपेन्द्र अहिले भुन्टीलाई जेल हाल्नुपर्छ भन्ने सोचमा पुगेका छन्। साँचो माया गर्नेहरूको मनमा विष घोलेपछि त्यो मन कहिल्यै सफा नहुने जस्तै भएको छ। भुन्टीले सधैँ भूपेन्द्रको भलो चाहेकी छिन्। हालैको घटनामा भुन्टीले अस्पतालमा गाडीले ठोकेको मान्छेको उपचार सस्तोमा गर्न अनुरोध गर्छिन्। फर्किँदै गर्दा नन्द र देवरले भुन्टीलाई आमाका लागि लगेको खानेकुरासम्म खान दिँदैनन्। भुन्टी अस्पतालमा घाइते मान्छेको हेरचाह गरिरहेकी थिइन्। त्यही बेला भीमले भूपेन्द्रका दाजुलाई फोन गरेर भुन्टीले बिरामीसँग मिलेर चाल चलेको र दुर्घटनामा भुन्टीकै हात रहेको आरोप लगाउँछन्। यतिसम्म दुःख कष्ट झेलिरहेकी भुन्टीले अब सुकुमाया आएपछि खुसीको सास फेर्न पाउने छिन् भन्ने आशा हामी सबै दर्शकहरूको मनमा पलाएको छ भन्दै आजको भिडियोबाट बिदा हुन्छु। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। धन्यवाद।